हामी आफ्नो जिन्दगीको एक दिन पनि प्रविधि टेक्नोलोजी बिना कल्पना गर्न सक्दैनौँ। हाम्रा मोबाइल फोनहरू, हाम्रा गाडीहरूको जीपीएस, हाम्रा जहाजहरूको नेभिगेसन सबै कुरा इलेक्ट्रोनिक्समा चल्छन्। हामी यी चीजहरूमा यति धेरै निर्भर भइसकेका छौँ कि हामीलाई लाग्छ हामीले प्रकृतिलाई नियन्त्रणमा लिएका छौँ। तर के होला यदि मैले तपाईलाई संसारमा यस्ता ठाउँहरू पनि छन् जहाँ यो प्रविधि, यी इलेक्ट्रोनिक्स र यी सिग्नलहरूले अचानक काम गर्न छोडिदिन्छन् भनेर सुनाए भने? सबैभन्दा पहिले जो कसैको दिमागमा आउने नाम हो बर्मुडा ट्रायंगल। एटलान्टिक महासागरको यो हिस्सा शताब्दीदेखि समुद्री जहाज र हवाई जहाजहरू हराउने कारणले बदनाम छ। तर सबैभन्दा डरलाग्दो कुरा उनीहरू हराउनुभन्दा ठिक अघिका अन्तिम क्षणहरू हुन्। बाँच्न सफल भएकाहरूको रिपोर्ट र ती जहाजहरूबाट आएका अन्तिम रेडियो कलहरूमा एउटा कुरा सबै समान भेटिन्छ। कि त उनीहरूको कम्पास पागल जस्तै घुमिरहेका हुन्थे वा रेडियोले काम गरिरहेको हुँदैनथ्यो। पाइलटहरूले एउटा इलेक्ट्रोनिक फग, विद्युतीय कुहिरोको चर्चा गरेका छन्। एउटा अनौठो कुहिरो जसले उनीहरूको जहाजलाई घेरिदिन्छ र सबै इलेक्ट्रोनिक प्रणालीहरूलाई मृत बनाइदिन्छ। वैज्ञानिकहरू भन्छन् कि यो मौसमको खराबी वा मिथेन ग्यासका कारण हो। तर यति धेरै जहाज र यति धेरै इलेक्ट्रोनिक विफलताहरूलाई केवल एउटा संयोग मानेर टर्न निकै गाह्रो छ। तर यदि तपाईलाई यो समुद्रको बीचमा मात्र हुन्छ जस्तो लाग्छ भने तपाई गलत हुनुहुन्छ। जमिनमा एउटा यस्तो ठाउँ छ जुन सायद बर्मुडा ट्रायंगल भन्दा पनि बढी रहस्यमय छ। यो मेक्सिकोको चियाहुआ मरुभूमिमा अवस्थित जोना डेल साइलेन्सियो अर्थात् शान्तिको क्षेत्र हो। यो नाम त्यसै दिइएको होइन। जति बेला तपाईं यस क्षेत्रको सीमाभित्र प्रवेश गर्नुहुन्छ, तपाईको रेडियो बन्द हुनेछ। तपाईको मोबाइल फोनको सिग्नल पूर्ण रूपमा हराउनेछ। वाकीटाकीहरूले काम गर्न छोड्नेछन्। यो एउटा यस्तो डेड जोन हो जहाँ कुनै पनि रेडियो तरङ्ग न त भित्र जान सक्छ न बाहिर आउन सक्छ। अनि सबैभन्दा अनौठो कुरा, यहाँ कम्पासको सुईले पनि उत्तर दिशा देखाउँदैन। त्यो अनियन्त्रित भएर घुम्न थाल्छ। यस्तो लाग्छ मानौ यहाँ कुनै रहस्यमय शक्ति छ जसले हरेक किसिमका इलेक्ट्रोनिक तरङ्गहरूलाई सोसेर लिन्छ। यो ठाउँ सन् 1970मा त्यतिबेला विश्वभर प्रसिद्ध भयो जब अमेरिकाको एउटा एथिना टेस्ट रकेट जुन व्हाइट स्यान्डबाट लन्च गरिएको थियो, अचानक बाटो बिराएर हजारौं माइल टाढा ठिक यही मरुभूमिको केन्द्रमा आएर खस्यो। जब इन्जिनियरहरूको टोली त्यसलाई खोज्न त्यहाँ पुग्यो, उनीहरूको सबै सञ्चार प्रणालीले काम गर्न छोड्यो। कतिपय मानिसहरू भन्छन् कि यहाँ जमिन मुनि धेरै मात्रामा चुम्बकीय धाउ, म्याग्नेटिक ओर छ। कोही भन्छन् यहाँ एउटा भोर्टेक्स छ जहाँ अन्तरिक्षबाट आउने ऊर्जा जमिनमा ठोकिन्छ। अनि कसैको त यो पनि भनाइ छ कि यस मरुभूमिमा आकाशबाट खस्ने उल्कापिण्ड, मिटियोराइट्सको संख्या यति धेरै छ कि त्यसले यहाँको जमिनलाई नै चुम्बकीय बनाइदिएको